ओइ ओइ यो बुढाका चाहिँ घरमा छोरीहरू छ होला हेर्दा पनि छोरी राम्रै होला न हौ। ए हजुर नमस्ते 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 हजुर। ज्योतिषीले त ससुराबाको भुँडी ठुलै हुन्छ भन्थे। ए हजुर, अब हामी दाजुभाइ हजुर हजुर अब कन्या अर्थमा हिँडेको। हामी यो चुनावमा उठ्दैछौँ। ऊ समानुपातिबाट उठ्दैछ, म चाहिँ प्रत्यक्षबाट उठ्दैछु। ए हजुर हजुर सांसद हुँदैछ, अब के गर्नु, पहिला बिहे गरौँ भनेर। अनि हजुर कहाँ यसो छोरी छन् भने दिदी बहिनी दाजुभाइलाई म पनि राजनीतिबाटै उठेको मान्छे। यो राजनीति कुर्सीको मोह भनेपछि यस्तो हुँदो रहेछ। आयु भुतुक्कै गइसकेको त थाहै भएन मलाई पनि। बरु यो बुढेसकालमै भए पनि यसो एउटा कन्या पाइन्छ भने बिहे गरौँ कि भन्ने लागेको थियो मलाई पनि। भर्खर त 70 पुग्न लागे। यो जीवनमा नि एकपल्ट मन्त्री र एउटा बुढी बिहे नगरी त मरिँदैन हौ। कस्तो कुरा